हेलो एभ्रिवान, वेलकम टु वाइजी ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज पनि फेरि धेरै लामो समयपछि एउटा छोटो भ्लग लिएर आउँदैछु। अनि आज चाहिँ हामी धीराजसँग कहाँ जानुपर्ने रे धीराज? आज हामी फिलहाल बानेश्वर एउटा शब्द बाटोसम्म जानेछ। मेन पावर सुरुमा होइन त? हजुर, सुरुमा मेन पावर जाने हो, त्यहाँदेखि उता साथीहरूलाई भेट्न जानुपर्ने छ। शब्द बाटोसम्म जाने चाहिँ मेन पावरमा चाहिँ भिजा झऱ्यो भनेर बोलाएको, तर अन्तिममा चाहिँ होइन रहेछ क्या। त्यस्तै भनिरहेको थियो सुरुमा। हामी चाहिँ ठ्याक्कै अहिले पैटारबाट हिँडियो होइन। साथीहरू होइन, भिडियो हेर्नेहरूलाई क्या। मलाई त्यहाँ के भन्ने आउँदैन, अलिक सोच्नु पऱ्यो नि त मलाई फेरि भने आउँछ पार्नु पर्छ क्या। यहाँ चाहिँ खरिपोट चोकमा चाहिँ राइडरहरू देख्न सक्नुहुन्छ। हामी हो राइडरलाई फेरि पछाडि चाकबाट हान्दिएला नि, फेरि म्या राइडर भनिन्छ। ओइ म्या के चलाउँछ हौ यार। राइड हानेको यार, भिडियो बनाऊँ भनेको बनाउने हुँदैन क्या यार। गोप्रो भन्ने चाहिँ दामी हुन्थ्यो, गोप्रो बिना चाहिँ हुँदैन रहेछ गाइज होइन। तपाईँहरू चाहिँ भ्लग गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ आइफोनहरू चाहिँ किनेर गल्ती नगर्नु होला। आइफोन किने पनि 256 भन्दा माथिको जिबीको किन्नु होला होइन। 164को चाहिँ 128को चाहिँ काम छैन। अब अरू फोनहरू 128मा आजको भ्लग चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्नु होला। काठमाडौँको राइड होइन, राजधानीमा यस्तै छ होइन। गाह्रो छ बस्नलाई नेपालमा। किन नेपालमा जन्मिएछ जस्तो नि लाग्छ। महाकाल पानी ट्याङ्की बिर्स्यो कि के हो? बिर्स्यो कि के हो? नबिर्सिनु पर्ने। के गर्छ? किन हौ, स्पिड त खासै छैन त नि हाम्रो त। एकछिन बसेर त्यहाँबाट चाहिँ हामी उता शब्द बाटोसम्म जानेछौँ। शब्द बाटो कि धापा खेलसम्म यस्तै हो काठमाडौँ होइन। जाम हुन्छ दिउँसो पनि। मामा यता रह्यो क्या हाम्रो बाटो। जाम चाहिँ त मनै पर्दैन नि त मलाई त। क्या यो भित्र बाटो फेरि फेरि यहाँ पनि जाम छ कि के हो? यहाँ जाम रहेछ।